आज हामीले गाजर टिपेर ल्याएर गाजर रेडी बनाएका छौँ। आजको ब्लगमा के बनाउने होला त यसको अब आज चाहिँ हामी के बनाउँदैछौँ त्यसको लागि मजाले गाजर पखालेर हामी सुरु गर्दैछौँ बनाउनको लागि। स्टे ट्युन्ड फर मोर। फाइनल्ली यो चाहिँ एक पानी यो गाजर एक पानी पखाली भइयो। यस्तो फोहोर पानी आएको छ। यो चाहिँ हाम्रो आफ्नै घरको गाजर भएको भएर हामी 2 पानी पखाल्दैछौँ एकदम राम्रोसँग। यति मात्रै हो आजलाई। हाम्रो रेडी हुनु लाग्यो। 2-3टा पखाल्नु बाँकी छ। अलमोस्ट रेडी। अब हाम्रो नेक्स्ट स्टेपको लागि फिनिस्ड। अब चाहिँ पखाली सिद्धियो। अब हामी भट्ट तास्न थाल्छौँ है। छिया चलाउनै नआउनु जस्तो देखियो है। त्यही नै मलाई आउँछ। मलाई सब चलाउनु आउँछ भने दिदी अड्केछ। झुटो बोलेर अड्केछ होइन है। फेरि साँच्चीकै सबै मैले नै गर्ने हो। मलाई भिडियो बनाएर सहयोग गरिदिन्छु मेरो बुढीले हो। यो गरिन्छ सबै मैले आफैले हो। राम्रोसँग गर्न चाहिँ आउँछ गाइज। यु डोन्ट ह्याभ टु वरी, ट्रस्ट मी। राम्रोसँग गरिदिन्छु सब है त। तासी चाहिँ हामी यो बाटोमा हाल्छौँ होइन। तासीको हामी यो बाटोमा छ। हो जति हाम्रो यता छ र तासीको जति यहाँ छ। हामी चाहिँ भट्टाभट कोड्दैछौँ। अब मजाले कोड्दैछौँ। बन्दैछ बिस्तारै बिस्तारै। तपाईँहरू पनि हामीसँग बसेर हेरिदिनु होला एकदम कसरी बनाउने भनेर। यति चाहिँ बनिसक्यो। अब अझै यति बनाउनमा हामी कटिबद्ध भएर लागिपरेको छौँ। हस् त, धन्यवाद। सिधो लाग्यौँ एकदम कटिबद्ध भएर आज हामी यति सिद्धाउँछौँ गरेर। अब के बनाउने होला त यसको यति त गरिदियो होइन। तपाईँहरू कमेन्ट गर्नुहोस् त अब के बनाउँदैछु म भनेर। इफ यु हेभ एनी आइडिया, इफ यु नो यु नो। अब यति बाँकी छ। अलमोस्ट सिद्धियो अब। अनि हाम्रो च्यानललाई फलो गरेर नबिर्सिनु होला मलाई स्पेसल्ली। अनि लाइक, सब्सक्राइब, कमेन्ट सबै गर्नु होला है। डोन्ट मिस आउट। प्रेस द बेल आइकन। हाम्रो च्यानलको नाम चाहिँ एक्सप्लोरिङ भेराइटिज। हामी चाहिँ यस्तै यस्तै नचाहिँदै भेराइटिजहरू चाहिँ मजाले एक्सप्लोर गर्छौँ। तपाईँहरूलाई के मिठो लाग्छ होइन भन्दै जानुहोस्। अब के चाहिन्छ, के बनाऊ, के बारेमा बनाऊ पनि भन्दै जानुहोस्। लेख्दै जानुहोस्। सही कमेन्टमा अप नेक्स्ट भनेर भन्नुहोस् होइन। तपाईँहरूलाई के चाहिँ हेर्नु मन छ। लास्टमा फिनिस्ड। यति बनाइसकेपछि अब यसलाई ट्याक्कै घिउ हालेर के गर्दैछ त भन्नु होला। सेट। OK。
यसरी हामी टन्न घिउ हाल्यौँ घिउ पनि तातिसक्यो स्याट लाएर है भयो बनाइराखौँ पहिला चाहिँ प्याज अहिले पुरा बनाइसकेपछि त होइन मेरो त हातै हुन्छ त्यो अस्ति पनि चाख्दै थियो नि होइन हामीले है मिठो 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 बनाउँछु मिठो वास्ना के भन्दै रहेछ त गाइड्सहरू थाहा पाउनु भयो कि थाहा पाउनु भएन स्याट कमेन्ट गर्नु ल तपाईँहरूले यसरी बनाएर खानु भएको छ प्लिज छैन हामीले सुगर फ्री खान्छौँ हामीले कसरी सुगर फ्री लाग्छ होइन हावाहरू यो चाहिँ हामीले 5-7 मिनट फुटिसकेपछि अब हामी यसमा दुध हाल्छौँ है वेट एन्ड वाच अब यो उम्लिसकेको छ अब हामीले यसलाई छोडिदिन्छौँ अब हामी 5-7 मिनट चाहिँ यसो हेरेर बस्छौँ यो लपक्क हुन्छ होला एकछिन हामी यसो घुमेर आउँछौँ बाइ अब हाम्रो गाजरको हलुवा रेडी भइसकेको छ अब यसलाई हामी माथिबाट कोटिङ गरिदिन्छौँ केले त भन्दाखेरि ड्राई फ्रुट्सले है भेरी यो चाहिँ हाम्रो फाइनल रिजल्ट म खाँदैछु बवाल भएको छ तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो यो चाहिँ रेसिपीहरू सबै पढ्नु होला र खाने पनि आउनु होला अब बाइ सी यु इन नेक्स्ट व्लग